नमस्ते साथीहरू, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मैले हजुरहरूलाई चिकन बलको रेसिपी लिएर आएको छु। त्यसको लागि चाहिँ मैले चिकनको ब्रेस्टको पार्टलाई चाहिँ लिएको छु। हजुरहरूले आफूलाई कति चाहिन्छ होइन, त्यही अनुसारले लिने हो। मैले चाहिँ आधी केजी जति चिकनको ब्रेस्टको पार्ट लिएकी छु। त्यसमा चाहिँ मैले प्याज, अनि त्यसपछि अलिकति मसिनो गरी काटेको बन्दा, अनि खुर्सानी, त्यसपछि बेसनको पिठो यति लिएको छु। हजुरहरूसँग बेसनको पिठो छैन भनेदेखि चाहिँ आटा अथवा मैदाको पिठो पनि लिन सक्नुहुन्छ। यसलाई चाहिँ मैले एउटा बलमा राखेँ, सबैलाई मिक्स गरेँ राम्रोसँग। सबैलाई मिक्स गरिसकेपछि चाहिँ यो चाहिँ एकदम राम्रो डोमा चाहिँ परिवर्तन हुन्छ। यसलाई चाहिँ मैले सबै राखेर मिसेर चाहिँ यसमा थोरै बेसार, थोरै स्वादअनुसार नुन, अनि त्यसपछि त्यो बेसार जिरा चाहिँ राखिनँ मैले, अप्सनल हो। हजुरहरूलाई जिरा मनपर्छ भने राख्दा हुन्छ, मलाई चाहिँ खासै जिरा मन नपर्ने मैले राखिनँ। अरू के राख्नुहुन्छ हजुरहरूसँग जे हुन्छ होइन, धनियाँ, अनि त्यसपछि अब लसुन प्याजको पातहरू सबै राख्दा हुन्छ। मसँग चाहिँ थिएन, त्यही भएर मैले राखिनँ है। अनि मैले यसलाई चाहिँ गोलो बनाउन लाएँ। यसको लागि चाहिँ मैले थोरै तेल लिएको छु। त्यसलाई चाहिँ सर्वप्रथम हातमा लगाउने होइन, त्यो भयो भनेदेखि हातमा टाँसिँदैन। त्यसपछि त्यसलाई चाहिँ राउन्ड राउन्ड गोलो गोलो बनाउने, सबैलाई त्यसरी नै ठिक्क ठुलो पिस बनाउन चाहिँ हुँदैन, किनकि यो राम्रोसँग फेरि पाक्दैन नि त। त्यही भएर ठिक्कको पिस बनाउनुपर्छ चिकन बलको लागि। एउटा कराईमा चाहिँ तेल लिएको छु। अब यसलाई चाहिँ राम्रोसँग तार्नुपर्छ, सानो आँचमा के, ठुलो आँचमा बनाउनु हुँदैन, ठुलो ग्यासमा बनाउनु हुँदैन, किनभने फेरि बाहिर चाहिँ डढ्ने, भित्र चाहिँ नपाक्ने हुन्छ। यसलाई चाहिँ सानो ग्यास लगाएर राम्रोसँग टाइम लगाई पकाउनुपर्छ। अनि राम्रोसँग पाक्छ पनि सानो ग्यास बनाएपछि। पल्टाइ पकाउने। पकाइसकेपछि चाहिँ हेर्नुहोस् त, रातो हुन्छ। रातो भएपछि चाहिँ त्यसलाई चाहिँ निकाल्नुपर्छ। यत्तिको रातो भएपछि अब निकाल्दा हुन्छ। त्यसपछि पाकिसकेको हुन्छ। यत्तिको रातो हुँदा फेरि धेरैमा पनि डढ्छ होइन। त्यो चाहिँ बन्दाको पात बाहिर भएको भएर त्यस्तो त्यो कालो जस्तो भएको छ। त्यो चाहिँ बन्दाको पातको कारणले। हजुरहरूले बन्दा नराख्नु हुँदा पनि हुन्छ है, मलाई चाहिँ बन्दा मनपर्ने भएर राखेको हो। हजुरहरूले पनि यसै गरी नै चिकन बल रेसिपी घरमा बनाएर मिठो बनाएर खानुहोला। हेर्नु त कस्तो भएको छ, क्रिस्पी टाइपको, एकदमै देख्दै खाउँ लाग्ने, एकदमै मिठो थियो खासमा चाहिँ होइन। हजुरहरूले पनि एकचोटि ट्राई गर्नुहोला, कस्तो भयो एकचोटि हाम्रो कमेन्ट सेक्सनमा गएर कमेन्ट पनि गरिदिनु होला भन्न चाहन्छु। मैले चाहिँ यो टिफिनको लागि बनाएको थिएँ, बच्चाको टिफिनको लागि। यसलाई चाहिँ मैले चिकन बल एकदमै मनपर्ने भएर चिकन बल राखिदिँदैछु। अनि त्यसपछि त्यसको माथि चाहिँ दुईवटा किस्ता सुन्तला, एउटा दाना सुन्तला राखेर मेरो टिफिन तयार भयो।